पद्म शमशेरले कन्या स्कुल खोलेपछि महिलाको पहिरनमा ठूलो क्रान्ति। विक्रम सम्वत 2004 साल जेठ 4 गते श्री 3 पद्म शमशेरले कन्याहरूका लागि पनि पढ्न मिल्ने कलेज खोल्ने घोषणा गरेपछि नेपालको समाजमा ठूलो हलचल मचियो। छोरीहरूले पनि पढे भने उनीहरूको शील स्वभाव बिग्रने, छाडा र उत्ताउलो हुने कुराको चिन्ताले समाजलाई पिरोलेको थियो। छोराहरूले समेत पढ्ने आम प्रचलन नभएको बेला छोरीहरूले पनि पढ्ने कुरा परिवारमा ठूलो चिन्ताको विषय हुन्थ्यो। त्यसबेला महिला र पुरुषलाई एउटै स्कुलमा पढाउने कुरा त कल्पना गर्नसम्म पनि पाप जस्तो ठानिन्थ्यो। पद्म शमशेरले आफ्नो भाषणमा 2 वाक्य घोषणा गरेका थिए। नेपालमा कन्या स्कुलहरू पनि खोलिनेछन्, तर त्यसमा विशेष गरी नेपाली नारीको चोखो शील स्वभावमा हानि नहुने प्रबन्ध गर्नुपर्छ। श्री 3बाट कन्या स्कुल खोल्ने घोषणा भएपछि भारदार र कारिन्दाहरू पनि भूकम्प आए जस्तै हच्चिकिन पुगे। उनीहरूलाई दोहोरो अप्ठ्यारो परेको थियो। एकातिर प्रधानमन्त्रीको आदेश ढुङ्गाको अक्षर बराबर हुनुपर्ने भएकाले त्यसलाई काट्न नमिल्ने हुन्थ्यो। अर्कोतिर त्यसरी कन्या स्कुल खोलेमा परिवार र समाज बिग्रने उनीहरूको चिन्ता थियो। पद्मकन्या कलेज खोल्दा कलेज खोल्ने कुराभन्दा पहिला नेपाली नारीको शील स्वभाव बिग्रन नदिने कुरालाई बढी प्रचार गर्नु परेको थियो। पद्म शमशेरले नेपाली नारीको चोखो शील स्वभावमा हानि हुन नदिन प्रबन्ध गर्नु भनी दिएको आदेशलाई नै मुख्य विषय बनाएर प्रचार गरेपछि केही भारदारहरूले सन्तोषको सास फेरेका थिए। पद्मकन्याको आदेशपछि सर्वप्रथम त्यसमा टेकेर क्षेत्रपाटीमा कन्या मन्दिर नामको स्कुल खुल्यो। स्वर्गीय बजाङ्गे राजा पृथ्वीबहादुर सिंहका रानीले दिएको चन्दा समेत प्रयोग गरी क्षेत्रपाटीको कन्या मन्दिर र दिल्ली बजारमा मेजर जनरल बसन्त शमशेरका दरबारमा पद्मकन्या स्कुल खोलियो। पछि दिल्ली बजारको स्कुल बागबजारमा सरेको थियो र पद्मकन्या कलेज भएको थियो। कलेज खुलेपछि नेपाली युवतीहरू पनि पढ्न जान थाले। केटीहरू स्कुल जान थालेपछि त्यसभन्दा अगाडिको समाजमा प्रचलित वेशभूषामा त्यसले ठूलो परिवर्तन ल्यायो। त्यसअघि छोरीहरूलाई एक्लै बाहिर निस्कन दिइँदैनथ्यो। उनीहरू घरमा रहेको झ्यालबाट खापालाई कर्के पारेर बाहिर हेर्थे। सिधै पुरुषको अनुहारमा आँखा जुझ्ने गरी हेर्न मिल्दैन भन्ने मान्यता थियो। मध्यम वर्गीय परिवारका महिलाहरूले बाहिर निस्किनु पर्दा तामदान चढी छाता ओढेर र साथी लिएर घरबाट बाहिर जाने चलन थियो। कन्या स्कुल खुलेपछि युवतीहरू एक्लै बाहिरतिर निस्किन थाले। त्यसअघि राणा परिवारका राणाजीका बडा महारानी, रानी, नानी साहेब अनि भारदारका स्वास्नीहरूको लवाई अति शानदार हुन्थ्यो। उनीहरू कल्की समेत लगाउँथे। पछि पारसी ढाँचाले लुगा लगाउने चलन बस्यो। काठमाडौँमा मध्यम र तल्लो वर्गका स्वास्नी मानिसहरूको जीवन भने घरधन्दा गरेर बित्थ्यो। उनीहरू जुठो चुलो गर्ने, कपडा धुने, बत्ती काट्ने, दुना टपरी गाँस्ने, कम्मरमा गाग्री बोकेर पानी ल्याउने, बच्चालाई स्याहार सुसार गर्ने, हुर्काउने र घरमा खाना पकाउने काम गर्थे। त्यसका अलावा उनीहरूले बेलुका सासू, नन्द, आमाजु र लोग्नेलाई खुट्टामा तेल मालिस गर्नु पर्थ्यो। उनीहरू कहिलेकाहीँ फुर्सद निकालेर पूजाआजा पनि गर्थे। काठमाडौँमा महिलाले बाहिर निस्कने काम पर्दैनथ्यो। उनीहरू एक प्रकारको बन्दी जीवन बिताउँथे। पहाड र ग्रामीण भेगका महिलाहरूले भने खेतीपातीको काम पनि गर्नु पर्थ्यो। काठमाडौँ उपत्यकाका महिलाहरूले चोलो फरिया लगाउँथे। फरिया गोलीकाँठासम्म छोपिने हुनु पर्थ्यो। कम्मरमा 16 हाते पटुकी बाँध्नु पर्थ्यो। अनि तल्लो जातिका भनिने महिलाले भने छाती र पिँडौलासम्म देखाएर हिँड्न पाउँथे। खस, छेत्री, बाहुन महिलाहरूले भने चोलो भन्दा बाहिर पछ्यौरा छड्के पारेर छाती छोप्नु पर्ने र कम्मर भन्दा तलको भाग पनि पटुकाले छोप्थे। नेवार समुदायका महिला कालो हकुपटासी लगाउँथे। उनीहरू पनि कुर्कुचा मात्र देखिने गरी फरिया लगाउँथे। छातीका उभार देखाउन उनीहरूलाई पनि छुट थिएन। तर पद्म शमशेरले कन्या स्कुल खोलेपछि भने काठमाडौँ उपत्यकाका महिलाहरूको लवाई, खवाई र पहिरनमा ठूलो परिवर्तन ल्यायो।